नमस्कार, म बालेन्द्र शाह, प्रमुख काठमाडौँ महानगरपालिका। विपन्न असहाय बेवारिसे बिरामीहरूको लागि निशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाबाट 52 वटा अस्पतालहरू महानगरपालिकाको प्रणालीमा आबद्ध भएका छन्। यसबाट एकै पटकमा 374 शय्या लक्षित वर्गको लागि उपचारका लागि उपलब्ध हुनेछन्। विगतमा कार्यान्वयन हुन नसकिरहेको यो व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि सहयोग गर्ने सम्पूर्ण अस्पतालहरूलाई धन्यवाद पनि दिन चाहन्छौँ र यो कार्यक्रममा आबद्ध नहुनुभएका अस्पतालहरूलाई पनि आइदिनु हुन अनुरोध गर्न चाहन्छौँ। नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने, हरेक नागरिकले स्वास्थ्य सेवामा समान पहुँच पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ। स्वास्थ्य सम्बन्धी नागरिकका यी आधारभूत अधिकारहरू काठमाडौँ महानगरपालिकाले निशुल्क उपचार कार्यविधि ल्याएको छ, जस अन्तर्गत विपन्न, आर्थिक रूपले विपन्न, गरिब, असहाय व्यक्तिहरूले यसको चाहिँ सेवा लिन सक्नुहुनेछ। यसको महत्त्वपूर्ण विशेषता भनेको बिरामी विपन्न, असहाय वा बेवारिसे हो भन्ने कागज भएपछि कसैलाई भनसुन गरिराख्नु पर्दैन। कसैलाई नभेटी भन्न नलगाई अस्पतालमा आफ्नो परिचय पत्र, गरिबीको परिचय पत्र अथवा विपन्नको परिचय पत्र देखाएपछि अस्पतालको शय्याहरूमध्ये 10% शय्या चाहिँ त्यो लक्षित वर्गको लागि उपलब्ध हुनेछ। पहिला चाहिँ आफूले कुन रोगको उपचार गर्न खोजेको, कुन अस्पतालमा जानुपर्ने, त्यो रोगको उपचार कुन अस्पतालमा गरिन्छ भन्ने कुरालाई चाहिँ यकिन गर्नुपर्छ। त्यो यकिन गर्नलाई वेबसाइटमा तपाईँ ब्राउजरमा गएर वेबसाइट www.freehealth.kathmandu.gov.np यहाँ तल पनि लेखिनेछ। त्यसमा गएर तपाईँलाई कुन रोगको उपचार चाहिएको, त्यो कुन अस्पतालमा पाइन्छ भन्ने त्यहाँबाट यकिन गर्न सकिनेछ। उपचारमा जाँदा कस्ता कागजात लिएर जानुपर्ने भन्ने विवरण पनि त्यही वेबसाइट मार्फत नै तपाईँहरूले पाउन सक्नुहुनेछ। त्यसमा डाउनलोड गर्न सक्नुहुन्छ। यस्तै आफू उपचार गर्न जाने अस्पतालमा निशुल्क उपचार सेवा हेर्नलाई अधिकृत अथवा अधिकारीको नाम र मोबाइल नम्बर त्यहाँ राखिएको हुन्छ। सोही अधिकारीलाई भेटेर तपाईँले त्यो अस्पतालमा आफू कुन वार्डमा जाने, कता आफ्नो निशुल्क उपचार लिने भन्ने कुरा जानकारी लिन सकिन्छ। यसरी नै तपाईँहरूलाई यो परिचय पत्र अलरेडी पहिल्यै छ, तपाईँहरूसँग छ भने चाहिँ त्यो सिधै लिएर जान सकियो अस्पतालमा। यो परिचय पत्र छैन भने आफू आफ्नो वडा, आफ्नो स्थानीय सरकार, तपाईँ काठमाडौँमा हुनुहुन्छ भने काठमाडौँकै वडामा गएर अथवा बाहिरबाट हुनुहुन्छ भने बाहिरको वडाबाट त्यो परिचय पत्र लिन सकिन्छ। र तपाईँसँग यो परिचय पत्र अलरेडी छैन, पहिलेदेखि छैन र वडाबाट पनि लिन सक्नु भएको छैन भने त्यो प्रमाण तपाईँ विपन्न असहाय वर्गमा रहेको प्रमाण लिएर चाहिँ अथवा त्यसको त्यो पुष्टि गर्न सक्ने केही आधारहरू छन् भने काठमाडौँ महानगरपालिकाको यो निशुल्क उपचार सम्बन्धी जुन शाखा छ त्यहाँ गएर सम्पर्क